म एउटै मात्र फरक भन्छु, तपाईहरु ध्यान दिएर सुन्नु होला। हाम्रो राजाले चाहिँ जनताले नचाहेपछि चटक्कै छोडिदियो। तिमीले मलाई चाहदैन भने ठीक छ म छोडिदिन्छु भनेर छोडिदियो र छोडिदिएपछि फर्केर पनि आएको छैन। उसको जस्ट एउटै मात्रै सेइङ छ कि मलाई जब बोलाउँछ तब म आउँछु भनिरहेको छ हैन। उ आफ्नै हिसाबले आउन खोजेको छैन। इफ जनता वान्ट्स देन ओन्ली आई विल कम। अब यो रोड हेर है, यिनीहरु नै यो पार्टीका मान्छेहरु के गरिरहेछ अहिले निकाले नि अहिलेको नयाँ पुस्ताले हैन, घर चलाए दुनिया गरे नि। यिनीहरु पनि अब के गर्छ, नयाँ पुस्ताको सोच के हो भनेर यिनीहरु बसेको छैन। यिनीहरु के भनिरहेछ, ठीक छ अब 1-2 वर्षमा हामी झन निखारिएर झन आउने छौं हैन, झन उग्र रूपमा आउने छौं भनेर अहिले पैसाको दागमा मान्छे बटुलेर हुन्छ नि, गुण्डाहरु बटुलेर आन्दोलन गर्दै हैन, र्याली निकाल्दै हिँडेछ। सो फरक बुझ्नुस्, आफ्नो मान्छेले सोच्ने र आफू भनेर हुन्छ नि देखावटी मान्छेले सोच्ने। रियल आफ्नो मान्छे कि देखावटी आफ्नो मान्छेहरु तपाईहरुले अहिले पनि विश्वास गर्नु भएन, अहिले पनि दिमाग लगाउनु भएन भने तपाईहरुको भविष्य भनेको अन्धकारै हो। तपाईहरु पनि हामी जस्तै विदेशमा आएर आफ्नो श्रम बेचेर खाने नै हो।